कुन भाँडोमा खाना पकाउँदा स्वास्थ्यको लागि राम्रो हुन्छ? हाम्रो हजुरबा हजुरआमाको समयमा प्राय खाना फलामको कराईमा पाक्थ्यो, तर आज हाम्रो भान्सामा स्टेनलेस स्टिल, एल्युमिनियम र ननस्टिक भाँडाहरूले ठाउँ लिएका छन्। अब यहाँ एउटा प्रश्न उठ्छ, के हामीले हाम्रो स्वास्थ्य गुमाउँदैछौँ कि केवल समयसँगै परिवर्तन भएका हौँ, वा यो केवल समय र प्रवृत्तिको विकास हो? आज वैज्ञानिक प्रमाणका आधारमा यस विषयमा कुरा गरौँ। सबैभन्दा पहिले फलामको कराईको कुरा गरौँ। फलामको कराईमा पकाएको खानामा केही मात्रामा फलाम आइरन मिसिन सक्छ। विशेष गरी टमाटर, गोलभेडा, काकती जस्ता अमिलो पदार्थ भएको खाना पकाउँदा फलामको मात्रा अझै बढ्न सक्छ। विशेष गरी फलामको कमी भएर रक्त अल्पता भएको बिरामीलाई यो फलामको कराई उपयोगी हुन सक्छ। तर फलामको कराईमा धेरै खियाल आएको छ भने सावधानीपूर्वक प्रयोग गर्नुपर्छ। अनि एउटा भनाइ छ, अहिले मानिसले फलामको कराईमा खाना नपकाएको कारणले गर्दा धेरै मानिसमा रक्त अल्पता, रगतको कमी भएको हो कि भन्ने चर्चा पनि बेला बेलामा आउने गर्छ। तर सत्य कुरा के हो भने धेरै मानिसमा आज रगतको मात्रा कमी हुनुको कारण केवल फलामको कराई हराउनु मात्र होइन, खानपानमा परिवर्तन, महिनावारी, गर्भावस्था, जुकाको सङ्क्रमण, भिटामिन B12 को कमी लगायत धेरै कारणहरू हुन सक्छ। अब कुरा गरौँ स्टेनलेस स्टिलको। यदि मलाई दैनिक प्रयोगको लागि एउटा मात्र भाँडा छनौट गर्न भनियो भने म स्टेनलेस स्टिल खोज्नेछु, किनभने यो बलियो छ, खिया लाग्दैन, सफा गर्न सजिलो छ र अधिकांश खाना पकाउन उपयुक्त हुन्छ। त्यसैले धेरै स्वास्थ्य विशेषज्ञहरूले दैनिक प्रयोगको लागि स्टेनलेस स्टिललाई राम्रो विकल्प मान्छन्। अब ननस्टिक भाँडाको कुरा गरौँ। धेरै जनमानसको भनाइ छ, ननस्टिक त विषालु हुन्छ रे, होइन? तर वास्तविकता त्यो होइन। गुणस्तरीय ननस्टिक भाँडा सही तरिकाले प्रयोग गरियो भने सामान्यतया सुरक्षित मानिन्छ। यसको फाइदा भनेको कम तेलमा खाना पकाउन सकिन्छ र खाना टाँसिँदैन। तर यसमा पकाउँदा पनि केही सावधानीहरू अपनाउनु पर्छ। जस्तै खाली प्यानलाई धेरै तताउन हुँदैन, धेरै उच्च तापक्रममा केही पनि पकाउन हुँदैन र यदि कोटिङ उकिएको छ भने तुरुन्तै परिवर्तन गर्नुपर्छ। अब एल्युमिनियमको भाँडाको कुरा गरौँ। यो हलुका र सस्तो छ, तर धेरै अमिलो खाना पकाउँदा वा लामो समय राख्दा केही मात्रामा एल्युमिनियम खानामा मिसिन सक्छ। तर विशेषज्ञहरू भन्छन् कोटेड एल्युमिनियम प्रयोग गर्दा सुरक्षित हुन्छ। अब मुख्य प्रश्नमा आउँछु, कुन भाँडा किन्ने? यदि दैनिक रूपमा सबै किसिमको खाना पकाउन र सुरक्षाको हिसाबले हेर्दा स्टेनलेस स्टिल ठिक छ। साग, तरकारी, मासु पकाउनलाई फलामको कराई ठिक छ। तर कम तेलमा अन्डा, माछा वा प्यानकेक बनाउन ननस्टिक ठिक छ र कोटिङ बिग्रिएको ननस्टिक छ भने चाहिँ तुरुन्तै परिवर्तन गर्नुपर्छ। अन्त्यमा हाम्रो पुर्खाले प्रयोग गरेका सबै कुरा गलत थिएन, त्यस्तै आधुनिक प्रविधिले ल्याएको सबै कुरा पनि गलत छैनन्। स्वास्थ्यको दृष्टिले सबैभन्दा राम्रो उपाय भनेको सही कामका लागि सही भाँडो प्रयोग गर्नु राम्रो हुन्छ। यस्तै स्वास्थ्य सम्बन्धी जानकारीका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।